Hi guys, namaste. Welcome back to my channel. आज चाहिँ हामी दाइको घर छौं. So guys, यहाँ चाहिँ भाउजूले हाम्रो लागि धेरै चीज प्रिपेयर गरेर राख्नु भएको छ. म चाहिँ पियारीको भाउजू, म पनि पियारी ल बाइ द वे. ब्युटिफुल भाउजू. Yes, without makeup also. अनि Momos. Momo. We are Nepali. So we have to call Momo. यो चाहिँ प्रिपेयर बाइ अरुण भैयाको बिरयानी. वाउ. अनि यहाँ चाहिँ यो चाहिँ हामीले म्यारिनेट गरेर बार्बेक्यूको लागि. ल्याम्ब also. अनि त्यस पछाडि हाम्रो अचार स्पेशल खाएर विचार गर्नु होला. यो चाहिँ हामीले खाएर चटपटे. जहिले पनि मिठो मिठो पाक्छ. सो हामी आज हामीले यहाँ पहिले पनि खाएर विचार गरिसकेका छौं. टेस्टी साल्टी बस कर माइजू. रुलाइ क्या very tasty. एउटा डान्स पनि माइजू एउटा हात्ती आयो घोडी आयो पटिङ टिङ. हाम्रो चाहिँ यस्तै हुन्छ. हामी 3 जना भएपछि चाहिँ रमाइलो हुन्छ के त्यो. अनि हाम्रो दाइ चाहिँ दाइलाई देखाउँछु म चाहिँ. एन्जल दाइ. हाम्रो दाइ चाहिँ इन्डियन हो ल. हाम्रो दाइ चाहिँ बिहारबाट हो. अनि दाइ चाहिँ यहाँ बार्बिक्यूको लागि रेडी गराउँदै हुनुहुन्छ. सो हेलो गाइस, वेलकम टु माई च्यानल. मेरो बहिनीको च्यानल हो. प्लिज सब्सक्राइब गरिदिनु, लाइक गरिदिनु. हामीले बार्बिक्यूको तयारी गर्दैछौँ तर यहाँ सफल भइरहेको छैन न. कोल बोलेको छैन. त्यही ट्राई गर्दैछौँ. यो चाहिँ हाम्रो बार्बिक्यूको लागि गर्दैछौँ. यो हाम्रो विकल्पजी यहाँ बस्नु भएको छ यसरी. विकल्पजी सो म पनि लागिरहेको छु यसमा. सहभागी भइरहेछु. सो यो चाहिँ बलिरहेकै छैन कि. हामी 5 जना भएर ट्राई गरेको नि त्यही पनि भएको छैन. सो हामीले पेट्रोल ल्यायौँ. पेट्रोल ल्याइसक्यौँ, हालिसक्यौँ. बोल्यो यता यता त्यसको दबाई पुरैमा राख्दिनु. के कहाँ हिँड्यो बोतल बोकेर. यता र उता गर्दै ठिक छ. बल्ने फेरि कतै आइन्छ. यहाँ चाहिँ 2 जना डराइरहनु भयो. यता गरिरहनु भयो, यता डराइरहनु. मजा. यहाँ चाहिँ फेरि नबोलेर खतरो के खेल खिलाडी वाला काम भइरहेको. खतरो के खिलाडी खतरो. खुदको खतरों के खिलाड़ी मानने वाली लड़की मेरी मॉम से. टैलेंट आज मुझे दिखाओ. मम्मी का टैलेंट आज मुझे दिखा. सो गाइस हाम्रो फाइनली बोलिसक्यो त चाहिँ बार्बिक्यू गर्ने. अनि यो लैदिँदैछु. अब भाउजू र म चाहिँ चटपटेतिर लाग्दैछौँ. हाम्रो मोमो पाको. मोमो रेडी भयो. रेसिपी बताइदिउँ कि. रेसिपी यो सिक्रेट रेसिपी हो. यो चाहिँ हाम्रो दालबाट चाक मसाला. चाट मसाला. चाट मसाला हो नि. गाइस चाट मसाला हो है गाइस. हामीले चाहिँ रेडी गराउँदैछौँ. गाइसहरु यो चाहिँ हाम्रो फेभराइट हो.
Not favorite. Favorite, okay? Yes. द पनि होइन यस्तो दी ओके ल हामीले चाहिँ यो राख्छौँ ल हातैले राखिदिन्छु यो चाहिँ हाम्रो स्न्याक्स हाम्रो थाली नेपाली थाली ममा आयो है ममा ममा यसो गरे कसो होला वाउ मम्मीको मुखमा पानी आइसक्यो हात धोइसियो पहिला हामी चाहिँ के हो अरे के भन्छ वेटर आफ्नो कस्तो छ मम्मी बोल्दै खाँदै गर्ने यु लाइक इट भेरी नाइस हाम्रो नेपाली थाली के वाउ हाम्रो यो पनि रेडी भइसक्यो यता चाहिँ हल्का डढाल्नु है छ हामीले खानासाना खाएर त खाइसकेपछि दाइ र भाउजूको बिहाको भिडियो हेर्दैछौँ पहिला चाहिँ त्यस्तो हुनुहुन्थ्यो भने बिहा भइसकेपछि चाहिँ यस्तै हुनुहुन्छ अनि दाइ चाहिँ यस्तो हुनुहुन्छ दाइ चाहिँ पहिला कस्तो हुनुहुन्छ रुक्नु है दाइ चाहिँ त्यस्तो हुनुहुन्छ यो चाहिँ यो चाहिँ दाइको कान्छा अङ्कल पालपाली डान्स हो पालपाली डान्स हो यो चाहिँ यहाँ चाहिँ म हाँस्दा हाँस्दा हाई गाइस नेक्स्ट डे सेम ब्लग हामी चाहिँ आज रेड बिच जाँदैछौँ अनि आज चाहिँ हिज्ने तरिकाले जाँदैछौँ हामी चाहिँ अनि उहाँ चाहिँ म चाहिँ बेसरी स्विमिङ गर्ने तरिकाले जाँदैछु किनकि मलाई स्विमिङ भनेपछि धेरै मनपर्छ आउँदैन तर अनि अर्को कता जानुभयो हेलो गाइस हेलो गाइस यता चाहिँ येल्लो ब्युटी म चाहिँ थोरै अलिकति के लाउँदै हो बेबी गरी 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 काली 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 यो न हमसे मिला करो खुट्टा ल्याउँदै हिँड्ने सो गाइस हामी चाहिँ हिँडी जाँदैछौँ डुल्दै जाने र मैले तिमीलाई दिने भनेको गफ मात्रै हो पैसा त मसँग पनि छैन लकी भन कहाँ जानु लाग्यो हामी हामी तपाईँलाई एक्ज्याक्ट लोकेसन भन्नु कहाँ जाँदैछौँ हामी ल भन्नु हामी चाहिँ वाल्टन स्ट्रिटबाट सिधा जाँदैछौँ त्यसपछि रेड बिच आउँछ सरी हामी जाँदैछौँ रेड बिच ल बाई द वे वाल्टन स्ट्रिट चाहिँ हाम्रो बस्ने ठाउँ हो यसरी चाहिँ भन्नु हुँदैन तर मैले भनिहालेँ हामी वाल्टन स्ट्रिट होइन ल गाइज फलो नगर्नु होला त्यसरी फेरि म ब्युटिफुल दाइले मारिहाल्नुहुन्छ हेर्नुहोस् न मेरो आइफोन पनि अनि मेरो यो पनि सेम सेमको आइएम सो एक्साइटेड ओके अनि त्यस पछाडि हामी चाहिँ हिजोको बिरयानी तासी बासी खाएर निस्केको छौँ मेरो कामबाट आएर खाना काम गरेर पैसा कमाएर बाफ्रे तसँग पैसा मसँग पैसा गजब के लो गीतै छुट्टै के अरे गजब पैसा त्यसैकोहरू त्यो होइन होइन नि अर्को नि त त्यही भएर त लौ भने ठिक छ हामी जस्तो यो चाहिँ के थियो यहाँ न्युजिल्यान्डमा चाहिँ यो यस्तो हुने रहेछ कि सुन्तलाको बोटो त्यहाँबाट खसिरहन्छ हामीले कति खायौँ यहाँ आएर त्यो टमाटरको यो चाहिँ टमाटरको रुख न्युजिल्यान्डको टमाटरको नेपालमा चाहिँ झाल हुन्छ टमाटरको के हुन्छ झाल पाल यहाँ चाहिँ रुख हुन्छ उहाँ चाहिँ बुडुक बिचमा दुईटा बडीगार्ड लिएर दुईटा धेरै अहिले बल्ल घर देख्न पाइयो नि त न्युजिल्यान्डको घर
जाओ अन्त पिस करो फोटो मेरी खींच कर अरू पानी 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 तल चाहिँ गुच्चीको सुज सँगै माथि फुर्के दामा झोले बाबा हाम्रो झोले बाबा ओ चन्दा दे दो सो गाइज हामी चाहिँ बिचमा आयौँ मिनटको बिच दामी खालको ल गाइज भन्नु त यत्रो हाइट र त्यो बहिनीको हाइटमा के फरक छ भन्नु त गाइज त्यो बहिनी चुली जानु त्यो बहिनी झन् ठुली हामी के भन्नु पर्छ 4 फिट नहुन्छ होला मम्मी चाहिँ म चाहिँ 5'2" छु 5'3" छु सरी 5'3" मेरो भेना यहाँ त बिहाइन्ड द सिन क्यामराम्यान मेरो हात चाहिँ बबाल छ है गाइस धेरै जो गर्नुभयो यार क्यामराम्यान चाहिँ हाँसेरै मर्न लाउनु सो गाइस हामी दाइ दाजुको घरबाट हिँडियो सो बाई 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 भाउजू चाहिँ भित्र हुनुहुन्छ भाउजू चाहिँ बाहिर भित्र हुनुहुन्छ काम गरेर आएको थाक्नु भएको सो भिडियो बनाउने बिर्सेको थियो भाउजूसँग नो प्रब्लम हामी त जान लायौँ बाई बाई बाई